रिचा शर्मा भन्छिन् आशिकाजीबाट हामीले धेरै कुरा सिक्नुपर्छ। आशिका तामाङजीको आँटलाई म सम्मान गर्छु। उहाँले राज्यको सानो सानो कुरामा मान्छेले सचेत गराइरहनु भएको थियो। खास त्यो चिज हामीले गर्नुपर्ने थियो, तर उहाँले आँट्नु भयो। अहिले त झन् उहाँलाई फ्लोरेन्स नाइटिङ्गेल भनिरहेका छन्। नेपालका सेलिब्रिटी कहाँ गए, कलाकारहरू कहाँ गए भनिरहेका छन्। त्यो प्रश्न एकदम नै जायज छ। हामीलाई घरबाट निस्किन डर लागिरहेको बेला उहाँ हस्पिटलमा पानी, पैसा, लुगा बाँडिरहनु भएको थियो। जेनजी आन्दोलनमा सस्फूर्त लागिरहनु भएको थियो। घाइतेहरूको घर घरमा आफै चामल बोकेर पनि पुगिरहनु भएको छ। यो सब गर्नलाई उहाँको त्यो हिम्मतलाई धन्यवाद पनि दिन्छु। हामीले धेरै कुरा सिक्नुपर्छ उहाँबाट। हामीले आफैलाई देशका गहना भन्दा आफैले गिल्टी पनि फिल गर्नुपर्छ। धेरै धेरै नमन छ उहाँलाई। म अस्पतालमै गएर फोटो किन खिच्नु पर्यो? मलाई त्यो प्रमोसन चाहिएकै छैन। आशिकाजीले गरिरहनु भएको छ, उहाँलाई नै सपोर्ट गरौँ। म र मेरो परिवारले जुटाएको पैसा उहाँलाई खातामा हाल्दैछु भनेर भनेकी छिन्। साथीहरू, तपाईको आफ्नो विचार कमेन्ट गरी भिडियोलाई शेयर गर्नुहोला। धन्यवाद।